बनाउने मान्छे हुनुहुन्न मैले भन्दैछु नि अबि म त गयो भनेको एकछिन धन्नै खजाल्दैन नि अरे विपनाले त अबि म त सिरिममै भयो नि आमामा बाटो त आमामा हे भगवान् ओहो नि मर गई मैं तो अबि हो तिमीले त म्याप हेर्न जानेकै वहाँ पुऱ्याउने हामीलाई है अच्छी दामी देखेछु म यत्रो दुःख गरेको यति भ्यूको लागि होला के हाई एभ्रिवान वेलकम टु माई च्यानल सो धेरै पछि किनभनेपछि त्यस्तो त अनि होइन काम यताउति अनि त्यसले राइट जानै नपाउने अनि त्यो भएको भए चाहिँ भिडियो आउन पाइरहेको छैन अनि सो आज फाइनल्ली 1.5 महिनापछि चाहिँ म राइडमा जानेछु आइम सो एक्साइटेड अनि मेरो सोच चाहिँ अलिकति यस्तै नै छ किनभने अस्ति म गाउँ गएको थिएँ अनि त्यहाँबाट बिरामीको भइरहेको छ क्या अनि निको नै भइरहेको छैन त्यही पनि आज म जान्छु अब यो कपाल चाहिँ मैले चट्ट दुईचोटि बाट्नुपर्ने हुन्छ राइड चाहिँ म तपाईँहरूले कहाँ जाँदैछु भनेर चाहिँ गोप्रोमा नै भन्दैछु होइन सो गोप्रोमा भेटौँला है त देखाएर हेयर इज माई बाइक फ्युल पुग्छ कि पुग्दैन सो फ्युल हाल्नुपर्छ होइन रेडी 8:30 बजी भनेको 8:41 भयो म चाहिँ खासमा याङदाको जाँदाको हो कि अन्त अघि इन्ट्रो बनाउन खास चाहिँ मसँग टाइम थिएन अनि त्यहाँबाट हजार बनाइहालेको हो क्या अनि मसँग विपना पनि जाँदैछिन् मेरो साथी अनि अब एक किसिमले प्लान बनिहाल्यो अनि हिँडी हालेको के केही बसिरहनु त नि भनेर अनि उसलाई चाहिँ म नदीपुरतिर भेट्छु याङजाको चाहिँ मलाई यस्तो हो क्या मलाई कति पहिलादेखि जान मन थियो होइन मलाई धेरै भयो क्या याङजाको जान मन लागेको मलाई पनि भिलेजहरू भनेपछि यस्तो हुन्छ क्या होइन त्यो जस्तो सुकै होस् कि भिलेज भनेपछि त्यो मलाई भाइ चाहिँ छुट्टै हुन्छ मलाई कस्तो जानु मन लाग्छ अनि टाइम नै समय नै जुरेर आएको थिएन आज फाइनली आइम सो एक्साइटेड सो अर्को इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ याङजाकोट गएर त्यहाँबाट उता त्यहाँको बाटो ट्रेक पनि छ अरे त्यहाँबाट चाहिँ कहाँको ट्रेक छ त भनेपछि चाहिँ कर्पु डाँडाको पुरानो बाटो चाहिँ त्यहाँ रहेछ अनि अहिले चाहिँ उ गरेको भएर रोडबाट खुलेको भएर चाहिँ उता अहिले टान्टिङबाट रहेछ नत्र भने पहिला चाहिँ याङजाकोटबाट रहेछ क्या हिँड्ने मान्छेहरू माथि कर्पु जानुलाई टान्टिङबाट त डाइरेक्टली भइहाल्यो होइन इन्डाइरेक्टलीमा अब अलिक छिटोको लागि अब मैले त्यति बेलाको भिडियोमा नि भनेको थिएँ कि त्यहाँ त अब माथि त पहिला त गोठहरू थियो नि त आई डोन्ट नो के हुन्छ मिल्यो भने चाहिँ म कर्पु ट्रेक जान पनि सक्छु त्यही भएर मैले चाहिँ जुत्ता चाहिँ कम्फोर्टेबल लाएर आएको छु 3 to 4 आवर्स लाग्छ भनेपछि एटलिस्ट म हिँड्नु पर्दा उकालो भनेपछि त्यही लाग्ला 5 घन्टा उकालो त्यहाँदेखि उकालो माथि पुग्यो नानमा त ओह्रालो हो के अरे ओह्रालो त खासै प्रब्लम भएन ओह्रालो त्यसमा थियो फ्युल पनि हालिसकेँ 1000 रुपियाँको अनि याङजाकोटमा चाहिँ विशेष के कारणले जाने त भन्ने कुराहरू आउन सक्छ होइन त के छ त विशेष त्यस्तो भन्ने कुरा हुन्छ एउटा त अलिकति भनेको रोड हो रोड अलिकति अफरोड थोरै भए पनि अफरोड छ मेरो लागि पहिलो कुरो भनेको होइन दोस्रो कुरो भनेको गाउँ हो नि त होइन गाउँ भनेपछि कति रमाइलो कति प्यारो हुन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो ए राम्रो हरियाली हो र भनेको के अचम्मै लाउने अब उहाँले फेरि बाँस लैछन् के गर्ने हो चाहिँ यहाँ आइपुग्यौँ माथि गाउँपालिका हार्दिक स्वागत गर्दछौ अरे मान्छेलाई सोध्ने हेरेको कोही नै हुनुहुन्न रहेछ त सुन्नु न याङजाको जाने यतै बाटो हो पहिरो गइरहेछ त डेन्जर चिप्लो बाटो भने जस्तो डेन्जर रहेछ त यसै जाने होला नि अब छत्तेरिकामा ओहे भाइ डेन्जर रहेछ यार बाटो त यहाँ पहिरो गइरहेछ के त्यही भएर आमामा बाटो त आमामा हे भगवान् चिप्लेको यस्तो मात्रै डेन्जर हुन्छ क्या डेन्जर पहिरो गएर रहेछ क्या पहिरो आउने नि त कहाँ रोकिन् के भयो किन आएन भनेको त म्याप हेर्न लगाएर रहेछन् अनि त्यही भएर पारीको बाटो रहेछ हामी त धेरै यता अफरोड उबाट आएछौँ
म्याप हेर्ने बिपने हुन् के अरे के हेरिचिन् खै यहाँबाट माथि हो भन्छन् कहाँबाट माथि हो ए त्यो बाटो रहेछ त्यो बाटो त्यो उता रहेछ हामी यो ब्रिज चढेर यता आयौँ के अरे उता रहेछ क्या बाटो आमा हामी धेरै टाढा गएको हो नि हे भगवान् यहाँबाट माथि उठ्यो के अरे यहाँबाट माथि हेऱ्यो के अरे के हो भाइ ओहो नि मर गई मैं तो बाटो त डेन्जर रहेछ क्या यार के हो ओए मलाई त्यस्तो लागेको हो पानीले रोड खगर कोट भन्ने ठाउँ पनि के बिति रहेछ यस्तो के को ताल हो यस्तो यो बिपनाले कहाँ लिएर आयो के यता हो नि आमा यता हो नि त्यो माथि जानु त कस्तो राम्रो देखेको यार अहिले होला लाउनु दुःख पाइने भयो सबभन्दा यहाँ त भैँसीको गुसु छ यार भैँसी हिँड्दो रहेछ क्या योबाट त रोडबाट होइन रहेछ क्या यो पुरानो रोडबाट होला कि यो पहिलाको यो अहिलेको होइन कि यो त्यस्तो लाग्यो है मलाई त यो गाउँ देखेँ बल्ल अलिअलि गाउँ देख्यो सास आयो है ल है साथीहरू खै यहाँबाट माथि हामी ठुमाको डाँडा गइन्छ कि याङजाकोट के हो जस्तो लाग्यो मलाई याङजाकोट भन्दा ठुलो लेखा छ नि कस्तो छ बाटो कस्तो छ ए ल यतै हो रे मैले के भनेछु त हो तिमीले त म्याप हेर्न जाने के उहाँ पुऱ्याउने हामीलाई है ल नर्थ मैले यस्तो पुरा भ्लग दामी आयो होला ऊ म खतरा देखेर दामी देखेछु म ल जाम यही बाटो हरेको रे यही बाटो जाम यहीँबाट नि मिस्टेक भनेमा त म यहीँ हानिदिन्थेँ फेरि विपनालाई तिमीले हेर्न नजानेको टर्न लेफ्ट देखाएको छ लेफ्ट गएँ अलि अगाडि गएर राइट टर्न देखाएको छ के राइट टर्न देखाएको छ भन्छु हिँडेछ मच्या फेरि मलाई के थाहा त मलाई हर्न मारे भयो भने तिमी कस्तो हर्न मारेर खुब सुन्ने के यो हिजो पानीले भिज्यो नि त त्यही भएर ल हिँड त अगाडि अबि कता हो कता यार हिँडेको यार झ्याउला नि खै भात खान याङजाको त आएको भात त खा है भयो रोडले गर्दा गाँठे कुरोले कत्रो काटेको हो झ्याउला नि Woi. Wah, यहाँ त पिज्जा आयो त अहिलेको बाटो रहेछ क्या नि के हो र अघिको बाटो त होइन हो का यो विमलाले यत्रो अफसरबाट हिँडालिन् का हामीलाई अहिलेको बाटो हो नि हो यो नि कन्टेन्ट न्यू कन्टेन्ट हो अब माथि याङजाको त मेरो चाङ्गेर मजा भयो नि हैन जाम ल
ओह्रालो ताली हुन्न क्या है मजा आयो हुन त धेरै पछि चलेको कस्तो मजा आयो हो यतिको अफरोड चाहिएको हो नि मलाई हुन ल त्यही नि अब सकेसम्म राम्रो बाटो भयो म एक्लै भए त केही फरक पर्ने थिएन अनि भाइ पनि आहा अनि भन्ने कुरो मेरो हो अलिअलि ट्याक्क लाएर ए दामी त्यहाँ पोखराबाट यसो बनाउने मान्छे हुन्न मैले भन्दैछु नि यो त ठिकै हो त्यो चाहिँ तलै झर्छ के अबि म त गएँ भनेको एकछिन है बाइक झर्छ बाइक होइन मान्छे जान्थ्यो घर जाने बाटोबाट जानु लाग्यो धन्न ए तिमीले धानेको हो यो ढुङ्गाले अल्झाइदिएर हो कि हात दुख्यो कसरी चलाउने हो यार ये बाइक होइन मान्छे जान्थ्यो हो कि कहाँ म त सिरिममै भएको नि अबि ला स्याहारे मान्छे त यस्तो धानेको कि बाइक ए तिमीले धानेको हो नि स्ट्यान्ड त कहाँ लाग्थ्यो त नि मैले ला सौडा ढुङ्गाले अल्झाइदिएर हो कि र स्ट्यान्ड कहाँ लैजाने हो र क्या यिनी त हस्टे छन् क्या अलि अगाडि लिएर आऊ मात्र पो भनेको गएको नाडी खेल्दा त्यस्तो चाहिँ कन्टेन्ट जातिपट्टि कन्टेन्ट होइन यार प्रोम्याक्स फ्लेक्स हानिहाल्यो फेरि कान्छाले यार ए लास्ट है लास्ट रहेछ नि यार यिनी त त्यस्तो राम्रो फोन हो र यसले किन फोटो खिच्दिएको त्यहाँबाट किन नखिच्दिएको फोटो नखिच्दिएको फोटो हेप्ने हामीलाई हेप्ने त्यस्तो यार लास्ट रहेछ नि यार भ्यू चाहिँ दामी छ है त यत्तिकै चाहिँ हुनु धन्नै खजाल्दैन नि यार विपनाले त अबे म त सिरिममै भयो नि हेत तेरिका दुई दुईवटा बाइक त मैले कहाँ धान्न सक्ने नि अनि हातै दुख्यो मेरो त यार ए यही त यो फेरि भलिबल खेल्दा गएको हात कि यस्तो यो के नाडीतिर अनि त लास हुन्छ कि मलाई के खासै के गर्नु भने जोर पऱ्यो नि दुख्छ कि याङजाको देउरालीले यहाँहरूलाई स्वागत छ अरे यही भन्छ त स्वागत छ ओहो ताल यहाँ रहेछ त यो ताल त के अरे क्या योको ताल हो न फाइनली योलाई के भन्छ अरे अन्नपूर्ण तोल सुधार पो रहेछ नाम यसको नाम के हो अरे यसको नाम अन्नपूर्ण तोल सुधार अनि गोर्ते राखेको छ के हो भन्थ्यो क्या यसलाई बाजे यसलाई के भन्छ यो ताललाई के भन्छ ताललाई हत्तेरी बाजे फेरि अलि कडा रहेछ नि यहाँको त्यो भएको भएर सुरुमा रहेछ यो ताल चाहिँ ठिक रहेछ खै यो गेटमा चाहिँ अलिक वेलकम चाहिँ अलिक सानो भयो है मेरो गाउँ त जाम आयो त ए दामी रहेछ ठाउँ चाहिँ कसम से आमा ए यहीँसम्म रहेछ ल ठाउँ चाहिँ
हान्छ यो गोरुले अब मलाई अबे के गरेको र भाइ साहब ल अब चाहिँ हामी यहाँबाट चाहिँ के गर्ने भयौँ त भनेपछि जाने भयौँ माथि कहाँ त भनेपछि कर्पु पुग्दिने अरे विपदाले जोस चाहिँ सकेर भने बोकेर भए लान्छन् जेसुकै होस् जाने रे नबस्ने रे उहाँ फर्किने रे वापस जे भए पनि होइन हो कि होइन हो राइट उहाँ बसेर सिप लाउँछिन् कराउँछिन् बिरालो यस्तो यता ध्यान न बिरालो यस्तो के बिरालो खिच्ने बेलामा नि पुरा आइफोन 17 फ्लेक्स हान्नुपर्छ कि ल यहाँभन्दा माथि चाहिँ टेम्पल छ त्यहाँ टेम्पलमा एकछिन प्रशस्त गर्छौँ त्यसपछि जान्छ म यस्तै जिन्स लाएर आफू म ट्रेकिङ गर्ने भए जाङ्गी लाएर आउँछु भनेर जाङ्गी पनि बोकेर आएको छु तर जाङ्गी चाहिँ नलाउने किनभने चाहिँ माथि जुगा लाउँछ अरे धेरै नै नुनसुन पकाएर सबै विपदाले बोक्छिन् म चाहिँ रिटेट ठाङराङ हिँड्छु ल एकछिन भेटौँ केटी हो हामीले चाहिँ बाइक यहीँ पार्क गऱ्यौँ दुईवटा अब चाहिँ माथि जान्छौँ बाजे त कस्तो सन्की हुनुहुन्न रहेछ ए हामी रामा चाहिँ शुभ यात्रा भन्नु छैन ल लाग्यौँ माथितिर ओहो यात्रा फेरि नुहाउन पो लाएर छ नि बर्बाद बोलाउन नि यहाँको मान्छेहरू कुरा सुन्दा त अब सक्दैन नि मेरो सक्दैन भने हान सक्नु त मैले पनि सक्दैन अब यिनीहरू चाहिँ सक्छन् मैले केही पुगेन यो यस्तो जिन्समा ट्रेकिङको गर्छ ठिक छ सके सक्छु नसके रुँदै हो नि जानु पर्ला के अन्त नि अब लाग्यो यहीँ आइपुग्नु पऱ्यो होइन फोटो खिच्न पर्ने रे हेर न यहाँ खै के लेखेको छ यहाँ माथि त्यो याङजाकोट लेखेको छ यहाँ त्यहाँ मात्र मन्दिर छ तर मलाई फोटो खिच्नु मन लाग्यो तर मेरो शरीरले सके होइन हेर म चाहिँ खिच्दिनँ फलाम सलाम लाएर घर आइछन् अनि हामी चाहिँ यो याङजाकोटको मन्दिरमा आयौँ त्यसो फोटो खिच्दैछन् केटीहरूले मेरो हालत चाहिँ विपत्तै भयो मैसम्म माथिसम्म कसरी जान्छु झन् जुगा लगाइदिन्छु भन्छ नि यिनीहरूले मलाई गाह्रो पर्छ जानुहुन्थ्यो अराउन्ड 1-2 घन्टा हिँडेर यो बाटो कर्पु होइन अरे कर्पु नभएपछि के हुन्छ हालत फर्किमा अब हामी यो बाटो त माथि कता दरबार जान्छ अरे त्यो भएर के भन्नु लाग्थ्यो बिर्से ताना लौरोले गोटा के जुगा भने कति बेस कति लाख नि फेरि यहाँ नि जुगा आयो समाइदेऊ है छिटो हिँड के ल हट्देऊ है छिटो खै मान्दैनन् के अरे 1 घन्टा भनेपछि त्यहाँ किन जान्छ नि हिँड्दै ल म हिँड्यो गरी रन वाट इज दिस रन हे भगवान् यहाँ माथिबाट आएर फेरि वहीँ गएर फेरि सुरुवात गर्नुपर्ने भयो हाम्रो भाइ यहाँ यस्तै ल्याएपछि यस्तै हुन्छ नि हिँड्न सक्छ सक्दैन त्यस साइड हो कि त्यस साइड भने जस्तो हो त्यस ट्रेकिङ हो हेरो अघि यो मन्दिरमा झरिसक्यो हालत खराब भयो आधी घन्टा 35 मिनट जति हिँड्ने रहेछ माथि आउँदाखेरि 10 मिनट नै लागेन कि क्या हो है अनि अब फेरि यहाँबाट अझ तल झरेर जानुपर्छ कर्पु त जाने विपनाल भनेको आमै बस्न जाने अरे त्यही भएर जाने यहाँ बस्ने एकछिन केही खाने पानी जाने खाने रेस्ट गर्ने जुगासुगा हेर्ने खुट्टामा चिसो गिलो भए खुट्टामा अनि निस्किने माथिबाट लाग्यो कि लग्यो हामी यहीँबाट माथि गएको अब यहाँबाट फेरि उता गइन्छ हामी जुगा लास्टै रहेछ लास्टै लाग्छ हजुर हो पुग्न बानी भने चाहिँ बिस्तारो गयो हुन्छ नलखाइ त है मलाई मैले भनेको छु नि त जाम हिँड भन्छन् पछि बस्छ मलाई अगाडि हाल्छ कता खाने नि कस्तो नराम्रो देख्यो यहाँ बसेर खाँदैछौँ भोक लागिसक्यो खाम भन्दा नि कर पार्नु पर्ने यिनीहरूलाई रुनै पनि जुगा लगाइसक्यो कस्तो भइसक्यो हालत खराब भइसक्यो यस्तो चाहिँ जाने भन्छन्
ओह मेरो जम्मा 32% रहेछ त भिडियो अन गर्दा झन्डाहरू यस्तो बाटो चिनिसक्यो म कसरी चिन्यो होला उन नि कता आयो गाँठे अर्जुन गोसको बारीमा पो आइपुग्यो अन्त त्यहाँ एउटा गोठ छ त्यहाँ बर्बाद भयो क्या नि हो विपन किन हाँस्यो अरू कहाँ परि कि बिराको नि हेर त कोही त त्यहाँ रुखमा झरी बाटो हेरेछन् तर त बाटै छैन कि हेर नि त्यहाँबाट त्यो ऐँसेले गयो त्यसको रुख त्यस्तो त यही बारी जाम न बरु हुन्न उता पर हेर न बर्बाद भयो तिमीले गर्दा त नि खाने जुइगा खायो रिप धेरै रिपले त च्याम्मै पार्टी हुन्छ कि किन मलाई किन रिस उठाउँछौ मलाई किन मैले के गरेँ हिँड बनाउनु गर्छौ किन करा गर्छौ हिँड त भन्नु परेको नि हिँड्नेलाई गुचट्छन् पछिबाट कहाँ गुजटे कोल देखेछ गुजटे मैले आफै देख्छु यो अब रगत दिन्छ कहाँ खायो ए बिचरा तेरो मलाई धेरै गुजर्नु हुन्न कि के भएर त्यो गुजर्न पर्छ रोक्यो भने खान्छ कति बोक्न नदिने यस्तो कराउने हो कता आइएछ अहिले त 400 र घोडालो बाहेक केही आएन उकाले आएन चिप्लेर यार जनताहरू पछाडि हिँड्छन् म फेरि अगाडि बाटो देखाउनु परेन मैले यिनीहरू थाहा छैन नि त म फेरि छिटो हिँड्छु यिनीहरू हिँड्न सक्दैनन् त्यही भएर के आया यस्तो हरियाली मान्छे बोलाइसि के लाउँछ र हेर त्यो ओए खुल्यो क्या खुल्यो वे खतरा मान्छे बोलाएको भन्दा यार खुलाइदिने यार सम्भव छ त ल हो मेरो काम छ ल मलाई ल्याउँछ भने ल है हिँड्दै पानी पर्यो अब रेनकोट नलाएको जाङ्गे ल्याउने ल्याऊ जाङ्गे म लाउँछु माथि गएर किनिदिनु नि म तिमीलाई दिन्न होइन बेकार अर्काल बोकेर ल्याउने तिमीलाई दिन्छु म दिन सक्नुहुन्छ डेन्जर ठुलो आएर पानी हालत खराब भयो यार यत्रो दुःख गरेको यति भिउको लागि होला के कस्तो यहाँ डल्लै यहाँ देखियो माथिबाट त यही पनि देखिन्न क्या हालत खराब भयो अझै हेर न आज आफू चाहिँ हिँड्न सक्ने अरे म चाहिँ हिँड्नै नसक्ने ए भगवान् यस्तो गाह्रो हो भने मलाई थाहा यार देख्नु भयो कि भएन हौ त्यहाँ तल हेर जुमै हुँदो रहेछ ए पोखरा हो कि त्यो पोखरा यो जङ्गल हेर्नु नि राम्रो यो यहाँबाट पुरै राउन्ड भ्यू हो नि त है कस्तो राम्रो देखेको कि त्यो नि पानी आएर झन् खुले जस्तो भयो हो 6:30 भयो कि अहिले आछि ए त्यत्रो मात्र रहेछ त ए भगवान् उठा जाऊ के ए रोड त्यहाँ रहेछ फाइनली साथीहरू यति दुःख कष्टपछि आयो यार ओ माई गुडनेस कोही वहाँ पुगेर बस्यो कोही कता गएन ए अब थकाइ पनि नलाग्ने भन्छौ कता बस्छ सिधा भन्नु चाहिँ थकाइ पनि नलाग्ने धौ पनि नहुने एकचोटि धौ भयो भनेको पनि सुनिनँ वहाँबाट म यहाँ आउनेसम्म 150 ठाउँ त रोकियो हामीलाई यार नि रोद आयो अब
Oh my goodness. कति बजे हो अहिले कति बजे हो भ्यू त फेरि बब्बाल देख्छ नि फेरि ब्यागको त मेरो हालत चाहिँ राम्रो छैन है तर ल यति राति भइसक्यो हामी आइरहनु बसेको यस्तो जाडो हो त्यो जुत्ता यस्तो उभा कसरी जुम गरेको नहाल है त्यो चेप्पाइ त्यही नहाल्ने भन्ने कुरै हुन्न हेर खिचेसी हाल्नको लागि खिचेको हो अब चाहिँ आज चाहिँ हामी अब डिनर सिनर यतै हुन्छ सो भोलिको भिडियोमा भेटौँ न साथीहरू यस्तो अँधेरो भइसक्यो 7 बजिसक्यो होला नि भरसम्म 6:30 बजे आइपुगेको हामी भात चाहिँ कति बेला हुन्छ बल्ल बस्न ला न 8 बजे